नमस्कार सबैजनालाई, मेरो नाम स्वर्णिम वैद्य हो र म एथ्नोम्युजिकोलोजी ग्रेजुएट पनि हुँ। म नेपाली आर्टिस्ट पनि हुँ र म गीतहरू बनाउँदै पनि आइरहेको छु। यो पालि मैले मेरो हजुरआमाको बारे गीत लेखेको छु। उहाँ चाहिँ मेरो हजुरआमा हुनुहुन्छ। उहाँ काठमाडौँबाट हुनुहुन्न, त्यसैले उहाँलाई काठमाडौँको चिसोले धेरै गाह्रो हुन्छ। यो गीत चाहिँ मैले उहाँलाई डेडिकेट गरेर बनाएको गीत हो। यो गीतमा आफू जन्मेको ठाउँको मायाको बारे भनिएको छ र यो गीतमा मैले खासै धेरै इन्स्ट्रुमेन्टहरूको प्रयोग गरेको छुइनँ। मैले नेपाली फोक ठेट इन्स्ट्रुमेन्टहरू मात्र प्रयोग गरेको छु, जुन चाहिँ जस्तै धिमे हो, चाप हो, अनि त्यसपछि हाम्रो टिबेटन रोल्मो। यो गीतमा सबैभन्दा ठुलो कुरा हाम्रो भोकलले खेलेको छ र यो गीत चाहिँ तामाङ सेलो बिटमा बनिएको गीत हो। यो गीत तामाङ भाषा र नेपाली भाषामा गाइएको छ। गीत बनाउन सुरु गर्दा मैले सुरुमा अफ्रिकन ड्रम्स जिम्बे भन्ने युज गरेको थिएँ। त्यसलाई चाहिँ मैले धिमेको साउन्डसँग मिमिक गर्न खोजेको थिएँ, तर मैले पछि गएर धिमे नै बजाएँ। अनि हामीले रोल्मोको मेन साउन्ड भन्दा पनि त्यसपछि बजाइसकेपछिको रेजोनेट भएको साउन्ड मात्र युज गरेर प्याड जसरी युज गऱ्यौँ। मैले र प्रारी प्रीतिका दिदीले हामीले यो गीत प्रड्युस गऱ्यौँ र हामी हजुरसँग सेयर गर्न एकदमै आतुर छौँ।